हार्दिक स्वागत युट्युब च्यानलमा। अहिले विश्वभरि प्रदर्शनी भइरहेको छ पराण अनि अशोक दर्जीद्वारा अभिनीत चलचित्र टङ्क बडाचुकेद्वारा निर्देशित चलचित्र मन बिनाको धन। यी दुईवटा चलचित्र अहिले हलमा चलिरहेको छ र जारी पनि चलिरहेको छ। म जारीतिर गइनँ, मलाई त्यो थाहा भयो जारीको विषयमा। र दुईवटा चलचित्र बराई क र खमा चलिरहेको थियो र चलचित्र दोस्रो हप्तामा चलिरहँदा म आज हेर्न गएको थिएँ। चलचित्र मन्दिर कतै महोत्सव स्थल जस्तो भएको थियो। दर्शकहरू खचाखच टिकट काट्न लाग्छ। मलाई यो 8-10 वर्षको पिरियडमा आजै लाइन बसेर टिकट काट्नु परेको छ। यो 8-10 वर्षको दौरानमा मैले कति चलचित्र हेरेँ, तर आज चाहिँ मैले लाइन बसेर टिकट काट्नुपर्ने अवस्था आयो र धेरै वर्षपछि चलचित्र हलमा खुट्टा नटेक्ने दोहोरा त टल्ला पनि दर्शकहरू भयौँ बसेर हेर्नु परेको थियो। चाहे मन भिनाको धन, चाहे पराण, दुई चलचित्र आज मैले हेरिरहँदा दर्शकहरू भयौँ बसेर हेर्नुपर्ने अवस्था आएको छ। चलचित्र घर महोत्सव स्थल जस्तो भएको छ र नेपाली चलचित्रमा नेपालीपन देखिएको छ। नेपाली चलचित्रमा नेपालीपन देखिएको छ, जसले के बालक के वृद्ध सबैको मन जितेको छ। र आज चलचित्र घर स्टेडियम भएको छ। हजारौँ दर्शकहरू आएका छन्। चाहे बुढा होस्, चाहे केटाकेटी हुन्, चाहे युवायुवती हुन्, सबैको मन जित्ने चलचित्र बनेको यो आज अहिले धेरै चलचित्रहरूले ब्रेक तोड कमाइ गरिरहेका छन्। यस मानेमा अहिले चलचित्र उद्योगकै लागि यो केही वर्षहरू चाहिँ स्वर्णिम वर्षहरू भएका छन्, जसका लागि नेपाली माटो सुहाउँदो, नेपाली कला संस्कृति सुहाउँदो पटकथाहरू कथाहरू टिपेर निर्देशकहरूले जोखिम मोलेर चलचित्रमा पस्केका छन्, जसले नेपाली मनमुखको लागि जितेको छ। त्यसैले मन बिनाको धन अत्यन्त राम्रो बनेको छ। हरेक पात्रहरूलाई आवश्यकता अनुसार स्थान दिएको छ र त्यही अनुसारको चाहिँ प्रस्तुति रहेको छ।